नमस्कार सबैजनालाई। म आज तपाईहरुलाई कोड ब्लकमा इभन नम्बर कसरी पत्ता लगाउने, इभन नम्बर हो कि अड नम्बर कसरी पत्ता लगाउने त्यसको बारेमा म यो भिडियोमा लिएर आएको छु। र सबभन्दा पहिला म कोड ब्लकमा गएर कोड ब्लकमा गइसकेपछि म सबभन्दा सुरुमा फाइल क्रिएट गर्छु, एमपीटी फाइल, र यसलाई म सेभ गरिदिन्छु। सेभ गर्नको लागि म डकुमेन्टमा गएर इभन नम्बर भनेर इभन अर अड भनेर मैले फाइलको नाम सेभ गरेँ। र अब यहाँबाट चाहिँ मैले कोड लेख्न सुरु गरेँ। र मैले सुरुमा चाहिँ एउटा नम्बर लिन्छु, इन्टिजर मैले n गराएँ र युजरबाट इनपुट लिनको लागि मैले प्रिन्टएफ इन्टर नम्बर टु चेक इभन अर अड भनेर मैले लेखेँ। र स्क्यानर परेर मैले इनपुट पनि लिए, स्टोर गरेँ यानमा %d यान गराएर त्यसपछि अब हामीले चाहिँ यहाँबाट इफ कन्डिसन लगाउँछौं। यदि यानको भ्यालु मोडुलो 2 = 0 छ भने हाम्रो प्रिन्ट चाहिँ %d इज इभन नम्बर भनेर आउनु पर्यो। र मैले यहाँनिर चाहिँ यानको भ्यालु राखेँ। र यो चाहिँ यान मोडुलो 2 भनेको के हो भनेपछि जस्तै जुन नम्बर हामीले इनपुट दिएको हुन्छ त्यसलाई 2 ले चाहिँ डिभाइड गरेर जति रिमाइन्डर आउँछ, यदि 0 रिमाइन्डर आयो भने इभन नम्बर हुन्छ, यदि यहाँनिर 1 आयो भने त्यो चाहिँ अड नम्बर हुन्छ। त्यही भएर इल्समा गएर चाहिँ इल्समा हामीले printf %d इज अड नम्बर ल यसलाई मैले चेक गर्छु। चेक गर्नको लागि मैले बिल एन्ड रनमा गएँ र सिम्पली हामीले यसमा चाहिँ 45 राखेँ। मैले 45 इज अड नम्बर आयो। त्यसैगरी मैले फेरि बिल एन्ड रन गरेँ र अहिले चाहिँ म 98 हानेपछि 90 इज इभन नम्बर भनेर आयो। हस्, थ्यांक यू।